संसारमा मै मात्र त्यस्तो अभागी रहेछु जो आफ्नो भाग्य बनाउने बहानामा हर दिन आफ्नो खुसीहरू बेचिरहेको हुन्छु। तर खुसी किन्नेहरूले कहिल्यै पनि खुसीको दाम दिएर जाँदैन थियो, बरु उल्टे भएको खुसी त लैजान्थ्यो, पीडामाथि पीडा थपेर जान्थ्यो। थाहा छ मलाई, यो संसार पुरै स्वार्थमा चुर्लुममा डुबेको संसार हो। तर पनि आफूलाई परेको समयमा यो मनले कहाँ पो मान्दो रहेछ र। चिनो आशाको दियो कता न कता मनमा बल्दिँदो रहेछ, शुभ बिहानीको आशादित झुल्के घाम झैं। सोचे जस्तो कहाँ हुँदो रहेछ र यो जिन्दगी। आफ्नो त भएको खुसी पनि बेचिसके, खुसी त कसरी पो हुन सकौं। तर पनि म जस्तै खुसी बेच्ने हालतमा नपुगोस् भन्न चाहन्छु। मेरा कठिन दिनहरू त सुरु भएकै छैन। ती दिनहरूलाई जिन्दगीबाट परास्त गर्न सक्छु वा सक्दिन। सके भने जिन्दगी फेरि छुँला, सकेन भने छोडी गएछ नभन्नु है। यो रुखी शरीर कति समयसम्म लड्न सक्छु होला र।